गाइस, आज चाहिँ म चाहिँ चिकन चिल्ली र फिङ्गर चिप्स बनाउन गइरहेको छु। मैले चाहिँ 3वटा आलु काटेर एउटा भाँडामा राखेर त्यसमा बेसार र नुन राखेर उमाल्न लागे। मैले आलुमा चाहिँ थोरै कर्नफ्लावर राखेर मोले। त्यसपछि एउटा कराई बसालेर त्यसमा तेल पनि हाले र अघि राखेको आलु थोरै थोरै गरेर त्यसमा फ्राई गर्न लागे। राम्रोसँग पाकिरहेको थियो। मैले चाहिँ एकछिन फ्राई गरेर तेल राम्रोसँग तर्काएर निकालेँ। यतिकैमा फिङ्गर चिप्स पनि रेडी भयो र मैले यता चिकन चिल्लीको लागि प्याज, लसुन र क्याप्सिकम पनि काटेँ। र 3वटा 4वटा जति हरियो खुर्सानी पनि काटेँ। त्यसपछि मैले मासुमा चाहिँ थोरै बेसार अनि नुन, मसला, मिट मसला र थोरै खुर्सानी पनि राखेँ, रातो धुलो खुर्सानी र त्यसमा थोरै सोया सस पनि राखेँ। अनि कागती निचारेर त्यसलाई मोल्न लागे। थोरै कर्नफ्लावर पनि हालेर मोले। त्यसपछि कराईमा तेल राखेर त्यसलाई फ्राई गर्न थाले। मैले छोरो पाइदिया थिएँ खास गरी बुहारीले राजीनाम पास गरी। मासु राम्रोसँग फ्राई भएपछि मैले चाहिँ तेल तारेर निकाल्न थालेँ। सबै मासु निकालिसकेपछि मैले यता एउटा प्यानमा तेल हालेर प्याज राखेर भुट्न थालेँ। प्याज रातो रातो भएपछि मैले क्याप्सिकम पनि त्यसमा राखेर चलाएँ। अनि त्यसपछि थोरै नुन, बेसार, मसला, खुर्सानी राखेर त्यसलाई चलाएँ र टमाटर पनि हालेर चलाउन थालेँ। त्यसपछि खुर्सानी पनि राखिदिएँ। त्यसपछि मैले टोमेटो केचप पनि हालेर त्यसलाई राम्रोसँग भुट्न थालेँ। र थोरै सोया सस पनि राखेँ। एकछिन भुटेपछि मैले अघि फ्राई गरेर राखेको मासु पनि त्यसमा राखेर
एकछिन मैले त्यसलाई राम्रोसँग फेरि भुटेँ। अनि लास्टमा थोरै धनिया राखेँ। यत्तिकैमा चिकन चिल्ली पनि रेडी भयो साथीहरू। हजुरहरूलाई मैले बनाएको फिङ्गर चिप्स र चिकन चिल्ली चाहिँ कस्तो लाग्यो